तपाईँ सबैजनाको त केही न केही गोल छ, केही न केही गर्न चाहनुहुन्छ लाइफमा, अथवा नयाँ ह्याबिट नै चाहिँ तपाईँ क्रिएट गर्न चाहनुहुन्छ होइन। त केही राम्रो ह्याबिटहरू तपाईँ सिक्न चाहनुहुन्छ र तपाईँले त्यो सिक्न पनि खोज्नुहुन्छ र केही दिन गरिसकेपछि, प्र्याक्टिस गरिसकेपछि, केही दिन ट्राई नै गर्नुभएछ भने पनि तपाईँ फेरि चाहिँ ब्याक टु द सेम प्लेस आउनुहुन्छ, जहाँबाट चाहिँ जहाँ तपाईँ हुनुहुन्थ्यो त्यहीँ नै चाहिँ ब्याक आउनुहुन्छ हो। र तपाईँलाई त्यो फेरि गर्न मन लाग्दैन, केही दिन पछाडि अल्छी लाग्छ, प्रोक्रेस्टिनेट गर्नुहुन्छ, अथवा त्यो मोटिभेसनै आउँदैन क्या तपाईँलाई त्यो गर्नको लागि होइन। केही हेर्नुहुन्छ, तपाईँलाई जोस आउँछ, गर्न ट्राई गर्नुहुन्छ, अलिबार गर्नु पनि हुन्छ, फेरि तपाईँ ब्याक टु द सेम प्लेस आउनुहुन्छ। भनिसकेपछि चाहिँ यो चाहिँ किन हुन्छ र यसलाई चाहिँ कसरी फिक्स गर्ने चाहिँ यो म तपाईँलाई आज बुझाउन चाहन्छु। र यो चाहिँ यत्तिकै हावा होइन है, यो चाहिँ तपाईँको न्युरो साइन्सले चाहिँ पत्ता लगाएको कुरा हो, हाम्रो ब्रेनले चाहिँ कसरी काम गर्छ होइन, किन चाहिँ हामी त्यसरी ब्याक टु द सेम प्लेस चाहिँ आइपुग्छौँ भन्ने कुरा चाहिँ न्युरो साइन्सले बताएको कुरा तपाईँहरूलाई आज म भन्न गइरहेको छु है। त ध्यान दिएर सुन्नु होला। सो यसको लागि बुझ्नुपर्ने कुरा भनेको चाहिँ तपाईँको आइडेन्टिटी मिसम्याच है त। अब यो भनेको के हो, अब अहिले करेन्ट टाइममा अहिले तपाईँ मलाई यो हेर्दै गर्दा सुन्दै गर्दाखेरि तपाईँ अहिले जो व्यक्ति हुनुहुन्छ, तपाईँको त सर्टेन एउटा ह्याबिट्स छ, तपाईँको बिलिफ छ, तपाईँको एउटा हिँड्ने तरिका छ, तपाईँको सोच्ने तरिका छ, तपाईँको एउटा डिफ्रेन्ट लाइफस्टाइल छ नि त होइन हो। त्यो लाइफस्टाइलबाट चाहिँ तपाईँ चाहिँ एउटा डिफ्रेन्ट एउटा नयाँ ह्याबिट बनाउन चाहनुहुन्छ होइन, नयाँ ह्याबिट बनाउन चाहनुहुन्छ, तर तपाईँको अहिलेको आइडेन्टिटीमा चाहिँ त्यो ह्याबिट्स चाहिँ छैन होइन। तपाईँको अहिलेको आइडेन्टिटीमा चाहिँ तपाईँलाई चाहिँ त्यो ह्याबिट सिक्नको लागि चाहिँ तपाईँलाई अल्छी लाग्छ। मानिलिउँ एउटा जिम अथवा एक्सर्साइज गर्न जाने कुरा हुन्छ, तपाईँको अहिले जुन आइडेन्टिटी छ त्यो आइडेन्टिटीमा त तपाईँ त जिम जानु हुँदैन अथवा रनिङ एक्सर्साइज त गर्नु हुँदैन, तर तपाईँलाई मन छ कि मैले चाहिँ एक्सर्साइज गर्नुपर्छ, तर तपाईँले 2-4 दिन ट्राई गर्नुहुन्छ, 5 दिन 6 दिन 8 दिन पछाडि चाहिँ तपाईँ फेरि गर्न सक्नु हुँदैन, अथवा गर्नको लागि त्यो मोटिभेसन आउँदैन, अथवा अल्छी लाग्छ, प्रोक्रेस्टिनेट गर्नुहुन्छ, अनि एक्सक्युजेसहरू खोज्नुहुन्छ होइन। त्यो चाहिँ किन हुन्छ भन्नुहुन्छ नि, तपाईँको करेन्ट आइडेन्टिटी तपाईँले जे होल्ड गर्नुभएको छ नि त्यो आइडेन्टिटीले चाहिँ तपाईँले चाहिँ त्यो काम गर्नु हुँदैन होइन, त्यो काम गरिराख्नु भएको थिएन र छैन भनिसकेपछि त्यो हाम्रो ब्रेनले चाहिँ अब के गर्छ भने त्यही आइडेन्टिटी लिएर तपाईँले नयाँ ह्याबिट सुरु गर्नुभयो भने तपाईँको ब्रेनले चाहिँ तपाईँसँग फाइट गर्छ। किन फाइट गर्छ भन्नुहुन्छ भने तपाईँको ब्रेनमा त त्यो कुरै छैन होइन, तपाईँको एक्सर्साइज जाने, जिम जाने त तपाईँको त्यो ब्रेनमा त त्यो कुरै छैन, तपाईँको त्यो अहिलेको करेन्ट जुन आइडेन्टिटी तपाईँले होल्ड गर्नुभएको छ त्यहाँ त यो कुरै छैन होइन। त्यस कारणले गर्दा यसलाई चेन्ज गर्नको लागि चाहिँ तपाईँले चाहिँ आफ्नो आइडेन्टिटी चाहिँ तपाईँ जुन पर्सन हुन खोज्नु भएको छ, जसले चाहिँ एक्सर्साइज गर्छ, त्यो आइडेन्टिटी चेन्ज गर्नको लागि चाहिँ तपाईँले चाहिँ आफूलाई अब डिफ्रेन्ट तरिकाले आइडेन्टिफाई गर्नुपर्ने हुन्छ है त। त्यसको लागि चाहिँ एउटा उपाय भनेको चाहिँ के हो भन्नुहुन्छ भने तपाईँले चाहिँ अबदेखि आफूलाई चाहिँ तपाईँले 2-4 दिन एक्सर्साइज जानुभयो भने अब तपाईँले आफूलाई चाहिँ कसरी चिनाउनुपर्छ भने आफ्नो सेल्फ टक चाहिँ कसरी तपाईँले गर्नुपर्छ भने म त्यो मान्छे हो जो चाहिँ रेगुलर एक्सर्साइज गर्छु, म त्यो मान्छे हो, अब म त्यो मान्छे हो जो चाहिँ रेगुलर जिम जान्छु, म त्यो मान्छे हो, मेरो त्यो मान्छे हो, म त्यो मान्छे हो जुन चाहिँ अल्छी गर्दैन अबदेखि एक्सर्साइज गर्न भनेर चाहिँ तपाईँले सेल्फ टकमा चाहिँ त्यो थट्स चाहिँ तपाईँले आफूलाई चाहिँ स्टेट गर्नुपर्छ, भन्नुपर्छ होइन, त्यो बुझाउनुपर्छ। किन भन्नुहुन्छ भने अब बल्ल मात्रै चाहिँ तपाईँको त्यो न्यू आइडेन्टिटीमा चाहिँ त्यो कुरा चाहिँ एक्सेप्टेबल हुन्छ ब्रेनको लागि होइन। तर ओल्ड आइडेन्टिटी नै छ भने त त्यो ओल्ड आइडेन्टिटीमा त त्यो एक्सेप्टेबल हुँदैन। त्यस कारणले गर्दाखेरि त्यो चाहिँ तपाईँले एउटा त्यो गर्नुपर्छ। र अर्को भनेको चाहिँ तपाईँले इमेजिन गर्नुपर्छ कि तपाईँको रेगुलर एक्सर्साइज जाने मान्छे चाहिँ कस्तो हुन्छ, बिहानै उठ्छ होला होइन, लुगा लगाएर अल्छी नगरिकन बिहानै जान्छ होला, आएर फ्रेस हुन्छ होला। त्यस कारणले गर्दाखेरि चाहिँ तपाईँले चाहिँ अब त्यो इमेजिन गर्नुपर्छ कि तपाईँले चाहिँ त्यो नयाँ आइडेन्टिटी अथवा नयाँ तपाईँ जुन नयाँ भर्सन हुन खोज्नु भएको छ त्यो मान्छेले चाहिँ कस्तो एक्ट गर्छ, कस्तो थिङ्क गर्छ, कसरी मुभ गर्छ, त्यो कुरा चाहिँ तपाईँले इमेजिन गरेर त्यही अनुसार चाहिँ तपाईँलाई एक्ट गर्न चाहिँ स्टार्ट गर्नुपर्छ। बुझ्नुभयो नि। यसले के गर्छ भन्नुहुन्छ भने चाहिँ हाम्रो ब्रेनमा चाहिँ, हाम्रो सबकन्सियस माइन्डमा चाहिँ तपाईँको जुन इन्ग्रेन्ड भएर बसेको हुन्छ कि सबकन्सियसमा तपाईँको पुरानो ओल्ड ह्याबिट थट्सहरू छ, तर तपाईँको त्यो ओल्ड आइडेन्टिटीमा चाहिँ त्यो कुराहरू चाहिँ इन्ग्रेन्ड भएको छ। अब तपाईँले चाहिँ नयाँ आइडेन्टिटी आफूलाई दिनुभयो भने नयाँ आइडेन्टिटीमा त तपाईँ डिफ्रेन्ट यु हुनुहुन्छ। त्यस कारणले त्यो नयाँ आइडेन्टिटीमा चाहिँ म त्यो मान्छे हो जो चाहिँ रेगुलरली एक्सर्साइज गर्छ भनेर आफूलाई चाहिँ नयाँ आइडेन्टिटीमा चिनाउनु भयो भने त्यसरी चाहिँ तपाईँले आफूलाई सिफ्ट गर्न चाहिँ एकदमै सजिलो हुन्छ
र केही दिनको प्र्याक्टिस पछाडि तपाईँले त्यो फिल आफूलाई गर्नुहुन्छ। यो मैले भनिरहेको छैन, यो न्युरो साइन्सले ब्याक गरेको कुरा हो र धेरै सक्सेसफुल मान्छेहरूले गर्ने पनि यही नै उपाय हो ल। उनीहरूले चाहिँ आफूलाई चाहिँ त्यो अनुसारले आइडेन्टिफाई गर्छ फर्स्टमा, ओल्ड पुरानो आइडेन्टिटीसँग उनीहरूले आफूलाई हटाउँछ। त्यो म होइन, अबदेखि म चाहिँ रेगुलर एक्सर्साइज गर्ने मान्छे हो भनेर आइडेन्टिफाई गर्छ। अथवा म अबदेखि चाहिँ चुरोट नखाने मान्छे हो, मैले चुरोट छोडिसकेँ, म चुरोट नखाने मान्छे हो भनेर उसले आफूलाई आइडेन्टिफाई गर्छ। अथवा जो चाहिँ चुरोट खाँदैन नि हो, त्यो नखाने जसरी नै चाहिँ उसले एक्ट गर्छ र त्यो चुरोट खाने इन्भाइरोमेन्टबाट चाहिँ त्यो मान्छेले चाहिँ बिस्तारै चाहिँ टाढा पनि हुँदै जान्छ। त्यो चाहिँ अटोमेटिकल्ली चाहिँ हाम्रो सबकन्सियसली नै तपाईँलाई चाहिँ त्यो मोटिभेट पनि दिन्छ र त्यसरी नै चाहिँ तपाईँले चाहिँ नयाँ ह्याबिट्स अथवा नयाँ आइडेन्टिफाई चाहिँ क्रिएट गर्न सक्नुहुन्छ है त।